यसको तन ढाक्नु अनि के छ हाम्रो धर्म, त्यो धर्मको विचारबाट सोचेर चल्नु अनि त्यसपछि उपरवालाले त तपाईँ यो भन्दा ठुलो सरकार बनाउँछ, तर धर्मबाट चल्नु सर। गरिबलाई हेर्नु, जस्तै आज हात जोडेर हेरिरहेछौ, जित्यो भने ठुलो बन्यो भने सरकार बन्नु चाहे नेता मन्त्री बन्नु, त्यसपछि आएर हेर्नु गरिबलाई दिदीबहिनीलाई यति मात्रै सोधिदिनु। जस्तै हजुरहरूसँग नमस्कार गर्नुहुन्छ त यति मात्रै सोधिदिनु, हामीहरू बहुत गरिब छौँ। त्यही भएर हजुरलाई सम्झाइराखेको छु कि बहिनी के हाल खबर छ, हजुरसँग कोही धन सम्पत्ति माग्नु हुँदैन, तर सोध्नु भयो, सोध्नु कि के हाल चाल छ, कस्तो जिर्नुहुन्छ, के खानुहुन्छ, हजुरको घरमा के छ, त्यो त दिनलाई त भगवान दिन्छन् सरकार। त्यसपछि सरकार कुन दिन्छन् जो आफ्नो समाज मर्यादा चलाउँछन्, सबलाई हेर्छन्, कसलाई कस्तो दुःख पर्छन्, कस्तो जिराखेछन्, त्यस्तै हेर्नु सर। ठुलो भयो भने त्यस्तो हेर्नु, गरिबलाई हेर्नु, ठुलोलाई हेर्नु, सबलाई हेर्नु, तर सोच विचार गरेर कसको कति दुःख छ, हामी के गर्न सक्छौँ यिनीसँग, यिनलाई कसलाई राम्रो हुन्छ, कस्तो सुविधामा बस्छन्, त्यही हेरेर गर्नु। अनि भगवानले त तपाईँले आफै ठुलो बनाइदिन्छन् आफ्नो धर्मबाट चलेर। नेपालगञ्ज उपमहानगरपालिकाको मान्छे यसरी रुँदै बसेका छन्। यो ठाउँमा मान्छे यो बजारभित्र बसेका छन्, तर मान्छेलाई लागेको छ कि यो सहरमा बसिरहेका छन्, मान्छे यसरी रुँदै बसिरहेका छन्। यो सर यस्तो छ, अब जस्तै हजुरलाई जित्नु भएको, आज त दिदी वोट दिदिनु, हामीलाई घन्टी बजाउनु, ठुलो बनाउनु, हजुरलाई त बनाइदियो, हामी त बनाएछौँ, सबलाई बनाएछन्, त्यसपछि हजुरलाई बन्नु भएछन् अनि ठुलो बनेर त्यहाँ कुर्सीमाथि बस्नु भएछन्। तपाईँको पछि अरू तल मान्छे छन्, तिनीसँग भन्नु कि जाऊ हेरेर आऊ कस्तो कस्तो छन् मान्छे, अनि तपाईँको विचार राम्रो अनि पहिला यो गरिदिनु त्यही सर। अनि अब ठुलो बने भए हामीलाई केही दुःख पर्यो, सर यस्तो गरिदिनु न, यस्तो दुःख छ, तिमीलाई केही ऊ छैनन् त। गरिबको जिउ खुसी भएर गरिब कस्तो दुआ दिन्छन्। अरू सर गौशाला बनाउनुहोस्, यो मन्दिर मस्जिद त बनाइरहेको छु, आफ्नै मन्दिर मस्जिद छ, पहिला यो राम्रोसँग पवित्र गराउनु, यो भन्दा मन्दिर कहीँ छैन। गौशाला बनाउनु, गाउँ यताउति कस्तो मार खाइरहेछ, कता कता हिँडिरहेछन्, कस्तो तिनलाई खाना नपाएको, तिनलाई व्यवस्था गराउनु। त्यसपछि हेर्नु हामीहरू धर्ममा तिनको तला 36 करोड देवी देवता बस्छ, तिनलाई राम्रोसँग उ गरिदियो भने त्यो पनि एक